साथीहरु नमस्ते। फेरि पनि आइसकेको छु एक लामो समय पछाडि। र आजको हाम्रो यात्रा भनेको चाहिँ झापाबाट इलामको श्री अन्तुसम्मको रहेको छ। र के कस्तो हुनेछ भिडियोहरू हामी बिचमा देखाउँदै जानेछौँ। र राम्रो मौसमले पनि साथ दिएछ भने त्यहाँको दृश्यहरू पनि देखाउने छौँ भन्दै यहाँबाट हामी अगाडि बढ्दैछौँ साथीहरू। भिडियो चाहिँ सुरुदेखि अन्त्यसम्म हेरेर सम्पूर्णले साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु है त साथीहरू। सब्स्क्राइब पनि गरिदिनु होला। सब्स्क्राइब नगर्नु साथीहरूले सब्स्क्राइब पनि गरिदिनु होला भन्दै हामी चाहिँ आएर जाँदैछौँ। साथीहरू हामी चाहिँ यसरी जाँदैछौँ है त। साथीहरू यति बेला चाहिँ हामी चाराली आइसकेका छौँ र यहाँबाट हाम्रो चारालीबाट अबको यात्रा सुरु हुनेछ। यति बेला चाहिँ हामी चारालीमा आइपुगेको छौँ है त साथीहरू। ल फाइनली साथीहरू हामी चाहिँ अहिले बुद्ध शान्ति भन्ने ठाउँमा आइपुगेका छौँ। अब आज चाहिँ एकदमै छुट्टीको दिन गणतन्त्र दिवस परेकोले हुँदाखेरि आज चाहिँ एकदमै रमाइलो छ यो भाइरल रूपमा चाहिँ। अब हामी पनि जाँदैछौँ त्यहाँ हेर्नलाई के कस्तो छ। आउनु मेरो बुढो भिडियो गर्दै हुन्छ। साथीहरू यता चाहिँ म पनि छु है, म पनि जाँदैछु। हाम्रो यात्रा भनेको चाहिँ श्री अन्तुसम्मको छ। भिडियोलाई हेर्दै गर्नु है। कपडा पनि छ लाउन इच्छा लाग्नेले चाहिँ एकदमै यहाँ भाडामा पनि कपडा पाइन्छ। शिरीषको फुल चाहिँ एकदमै फुलिरहेको छ। कुनै कुनै ठाउँमा चाहिँ फुल्न बाँकी छ। अब यो झ्याप्पै फुल्दा चाहिँ कति धेरै रमाइलो हुन्छ। आज चाहिँ धेरै नै भिडभाड छ साथीहरू देख्न सक्नुहुन्छ। आज एकदमै मौसमले पनि साथ दिएको छ। हामीलाई पनि यसो यहाँनिर चाहिँ बसेर भिडियो गर्न मन लाग्यो, त्यही भएर हामी चाहिँ यहाँनिर भिडियो पनि गर्दैछौँ। ल है साथीहरू आज चाहिँ म यहाँ बुद्ध शान्ति भन्ने ठाउँमा छु। एकदमै यो शिरीषको फुल चाहिँ ढकमक्क फुलिरहेको छ अनि एकदमै भिडभाड छ। आज चाहिँ छुट्टीको दिन परेकोले गर्दाखेरि पनि होला। गणतन्त्र दिवसको सबैजनालाई शुभकामना। अनि एकदमै रमाइलो छ साथीहरू। आज चाहिँ यहाँनिर एकदम भिडभाड पनि छ। मलाई पनि आज चाहिँ यसो छुट्टी मिलाएर घुम्न आउन मन लाग्यो, त्यही भएर म चाहिँ यहाँ आइरहेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ है त। बर्नेको भाइरल दुध भन्छन् है यसलाई चाहिँ। बुढो मलाई चाहिँ खरबुजा खान मन लाग्यो। मान्छेहरू धेरै जम्मा भइरहेका छन्, रमाइलो गर्दैछन् सबैजना। देख्न सक्नुहुन्छ यो ठाउँ चाहिँ बर्नेको भाइरल दुध भएको ठाउँ है त साथीहरू। ल मैले खरबुजा ल्याएको छु, खरबुजा पनि खाऊँ त बुढो, साह्रै गर्मी भयो। साथीहरू अब चाहिँ हामी जानुपर्ने हुन्छ किनभने ढिला पनि हुन्छ। हामी त के भन्छ श्री अन्तु भन्ने ठाउँमा पुग्नुपर्ने छ। अनि अब हामी चाहिँ जान्छौँ है। मेरो बुढोले स्कुटी चलाउनुहुन्छ, हात पनि दुःख होला उकालोमा। ल त साथीहरू हामी चाहिँ यहाँ श्री अन्तु आएर यहाँ बसिरहेको छौँ र रातको खाना चाहिँ हाम्रो आइसकेको छ र हामी चाहिँ सम्पूर्ण फ्यामिली एक साथमा बसेर अब
खाना खाना सुरु गर्छौँ। साथीहरू यो चाहिँ लोकल कुखुराको भुटेको मासु। दामी छ जाडोमा खाना चाहिँ एकदमै मिठो। र यो चाहिँ भयो लोकलको सुप देख्न सक्नुहुन्छ साथीहरू। जाडोमा तातो तातो सुप। दामी। ल है साथीहरू, अब चाहिँ हामी खाँदैछौँ लोकल कुखुराको सुपसँग मासु, लोकलको झोलसँग। यो हेर्न सक्नुहुन्छ पापड। खाइल साथीहरू, मिठो छ। मैले चाहिँ अब यसमा यो लोकल कुखुराको झोल हाल्दै चाहिँ लोकल कुखुराको सँग यसो खाऊँ न त हालेर। हुन्छ। साथीहरू यो चाहिँ देख्न सक्नुहुन्छ श्री अन्तुको रातको समय। हामी चाहिँ अहिले खाना खाइसकेर बाहिर निस्केको छौँ र हल्का मसिनो मसिनो पानी आइरहेको छ। हामी चाहिँ यहाँको रातिको रमणीय दृश्य हेर्न भनेर गइरहेका छौँ र देख्न सक्नुहुन्छ र अगाडि के कस्तो रमाइलोहरू भइरहेको छ त्यो पनि हामी यहाँलाई देखाउने छौँ। देख्न सक्नुहुन्छ साथीहरू यो रातको समय श्रीअन्तुको दृश्य एकदमै यहाँ रमाइलो भइरहेको छ रातको समयमा र मसिनो मसिनो पानी एकदमै आइरहेको छ बाक्लो बाक्लो देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ साथीहरू रातको समयमा श्रीअन्तु चाहिँ यस्तो देखिन्छ र यहाँ चाहिँ खानपिनपछि साथीहरू यहाँको रातको समय यस्तै छ खानपिन पछिको समय र अब चाहिँ हामी यहाँबाट जाँदैछौँ र यस पछाडिको हाम्रो कार्यक्रम भनेको चाहिँ सुँगुरको मासुलाई पोलेर जमजम खाने कार्यक्रम रहेको छ। र अब चाहिँ हामी इन हुँदैछौँ हाम्रो सेकुवा घरमा। अब चाहिँ
यहाँ चाहिँ साथीहरू सेकुवा पाक्दैछ। मम्मी हौ मम्मी खोइ साथीहरू बेलुकाको खानपिन पछाडिको यो श्रीअन्तुको जाडो जाडो मौसममा फुसफुस फुसफुस झरिरहेको पानी अनि यता चाहिँ हाम्रो च्वाचेको 3 पिस यहाँनिर आगोमा चाहिँ एकदम सेकाउने कार्यक्रम भइरहेको छ र केही समय पछाडि चाहिँ हामी यसलाई चट्टसँगले 3 पिसलाई खुकुरी रमको साथमा जिब्रो पड्काउँदै यसलाई सदुपयोग गर्नेछौँ। हाम्रो भिडियो चाहिँ हेर्दै रहनु होला। सिंगापुरे साडी माया तिमी सम्हालिदेऊ मेरो घरबारी अच्छा किनलन गनको चिसोले समाउला अच्छा किनलन गनको चिसोले समाउला तिमी नयाँ छौरी बस्छन् मेरो बिरातीको मुना पलायो मेरो तिम्रो परेलीले मलाई बोलायो अनि नयाँ छौरी बस्छन् अनि नयाँ छौरी बस्छन् त्यसै पनि दिदिउला जालियोमा मैला स्वरूप दिदिउला मैला स्वरूप दिदिउला साइरोमा चलगले माया नमारे अस्मिले पछुरी नजानेको छैला बिराती दिदिनु बचन साथीहरू अब चाहिँ हाम्रो यहाँ हल्का चिया खाने कार्यक्रम हुँदैछ। आजको भिडियो चाहिँ हामी यहीँ टुङ्ग्याउन चाहन्छौँ। फेरि पनि हामी र भोलि बिहानको मौसम कस्तो हुन्छ यदि क्लियर मौसम भएछ भने भयो भने चाहिँ यो श्रीअन्तुको रमाइला रमाइला दृश्यहरू जति पनि छन् हजुरहरूलाई यहाँहरूलाई भिडियो गरेर देखाउने छौँ भन्दै आजको लागि चाहिँ हामी भिडियोलाई यहीँ समाप्त गर्न चाहन्छौँ। साथीहरू सबैजनालाई बाई बाई। बाई बाई।